So yeah, what's up guys? Welcome back to our Mukbang channel! र आज हाम्रो सर के छ सर आइटम? आज हाम्रो गिलो चटपटे अनि पानीपुरी क्याम्पा Yes. क्याम्पा आजभोलि फेभरेट भइसक्यो है, डिस्प्ले गरिसक्यो है क्याम्पा बुझ्नुस्। इनर्जी भनेकै क्याम्पा क्याम्पा र आज चाहिँ हाम्रो एक्स्ट्रा स्पाइसी छ गाइज। नसक्नु पिरो छ नसक्ने पिरो छ। ल सुरु गरौँ है सर? हुन्छ ल सुरु गरौँ। आज त केही पनि छैन गाइज, यतिकै चपाउने बस्ने। ओहो आज कमेन्ट पढ्ने भनेको त फोन ल्याइस त हजुरको यहाँ अगाडि छ। त्यस्तो केही पनि छैन गाइज, आज यतिकै बस्ने खाने मजाले शीतल पारामा। ल लानु है सर। हुन्छ पहिला के हान्ने सर? दुईबाट हाने चटपटी हानिदिने हो चटपटी हानौँ न त्यसो पहिला सबैले यसो हामीले यसो गरेर हानौँ न त। पहिला ल ओहो मिठो भएछ। ल सर चियर्स सर चियर्स। माल छ त यार, खै चटपट यहाँसम्म त आइपुग्दैन जाँदैछ है। मलाई न्यापकिन देउनु पर्ने, पानी पनि देऊ ल। पानी पनि देऊ। इनर्जी भनेकै क्याम्पा हो। पानी खाने होइन नि ल गाइज है त्यो पनि कुरो छ। चियर्स। ह्याप्पी भएछ? के हो यो? डाडु ल्याएछ र? हाल्ने भन्छ सर। ल अर्थ छ र यो? अर्थ पानी 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 ए पानी त नखाने पो त भने खै कमेन्ट पढ्ने भनेर गम गम खाइराखेको। पहिला पेट पूजा गरौँ न। छोरी चाहिँ उसमा राख्नुपर्ने रहेछ बड्कोमा है। ठिकै छ। अघिदेखि नै हातले हात पऱ्यो सर। हुन्छ हातले बेच्टो लगाइछ। हातले हान्नु पऱ्यो यार। सर खोर्सानी चपाएर के गर्छ छोरोले? तिमीले आइस? ल खाइ ल। ल खाइसक्छ हो त्यति त के। पहिला खुर्सानी चपाउनु पऱ्यो अनि है पानीपुरी हाल्नु पर्यो। है सानो सानो मायालाई ल आज चाहिँ केही पनि छैन है मित्र हाम्रो, बस खानी। खुर्सानी त दादा भनेर खाइयो। दाल खाने रहेछ? भरे बेलुकामा के हुने हो? कुरो भयो बवाल मजा आयो। ल यदि खाना खाँदै भने नि रातको समयमा पो तड्पिन्छ त है। ल यो चाहिँ हजुरहरूलाई फोन खेल्दै हेर्नुहोस्। यो चाहिँ चटपट र पानीपुरी फेरि हो। चटपट र पानीपुरी हो।
आमामा यो त भात खाएको सर छ त लगाइज विथ खोर्सानी है त्यो टिस्यु पेपर खोइ त ल अनि एउटा खुर्सानी ट्याक्क यसरी हालेर तिम्रो सानोलाई छोरालाई झड्का हाने नि झड्का खाली पेटमा हिरो भनेर खाइरहेको छ पिरो जिरो हुने भयो भर्खर हो छोराको फोडेको जन्नै सकेको यसको पनि पालो आउँछ क्या हो मेरो पनि आउँदैन नि यो त के भन्छ ल सर एकछिन क्याम्पा चियर्स सर ए हुन्छ सर ल सानो छ र ल चियर्स ल खै कमेन्ट पढ्दै गरौँ अवश्य पढ्दै गर्नु न हजुरहरू खोलिसे त लक किन फोनमा लक हाल्ने बानी चाहिँ खत्तम के के छ छोराको फोनमा चाहिँ छ नि 2-4 करोड चुरी डर लाग्छ नि कहाँ हुने हजुर ऊ यही छ त्यो फेरि एन्ड्रोइड चलाउनै आउँदैन कि मलाई चाहिँ फेरि कसरी चलाउने एन्ड्रोइड कसरी चलाउने सर एन्ड्रोइड फोन म त आयो जिस्का गए गाई जिस्का गए पार्ट 1 देखि हो सर 50K प्लस भइसकेछ त गाइज हाम्रो पार्ट 1 मा त के हो लभली गाइज यतिको सपोर्ट चाहिँ चाहियो है चाहियो है पर्साइराख्नु पर्ने हुन्छ भिडियो त ब्याक टु ब्याक हो गाइज अब त रोकिन नि हामी अब त यसो डलर नझरिन्जेलसम्म होइन सर अब त डलर त झार्नु पऱ्यो नि अब त ल फर्स्टदेखि पढौँ है खुर्सानीसँग ल्याप पार्ट 1 देखि नै आज त शोभा तामाङले आज त लास्टै फन्नी भयो रे र अब यस्तो क्यारेक्टर छ यतानिर के भन्छ क्यारेक्टर राउटेहरू छ अनि कसले ह्यान्डसम रे न्यासे रहेछ अनि अजिता राईले चाहिँ एकदम कन्सिस्टेन्टली छ है अजिता राईको कमेन्ट पनि त्यो चाहिँ सानोको लागि हो अजिता राईको चाहिँ व्हाइट टी सर्ट वाला इज लभ धेरै रमाइलो किप ग्रोइङ टन्स अफ लभ फ्रम धनकुटा अरे छोरोलाई अजिता राईले के हो र थ्याङ्क यू भनेपछि न कस्तो ए हो र थ्याङ्क यू सानो मायालु भन्ने हो क्या रोशनी तामाङ हाम्रो एके सोल्टिनीले चाहिँ लभली रमाइलो भयो एज अ नि अरे थ्याङ्क यू सोल्टिनी रेखा थापाले चाहिँ यहाँ फेरि के भन्दै हुनुहुन्छ छिटो पऱ्यो है भिडियोहरू अरे सानो अब त ब्याक टु ब्याक अब त रेगुलर आउँछ है रेखाजी हप्तामा 6 वटा बबाल रे कति हँसाएको यार रे मरे म त रे तामाङको हाँसो कडा अरे तामाङको हाँसो कडै हुन्छ साह्रो हँसाउनु भएको हो के रे एकदम मनपर्छ भिडियो राम्रो छ हेर्नु मजा लाग्छ भाइ रे रिता घतराजले थ्याङ्क यू चटपटेलाई कति हेला गरेको नि बिचरा रे रेणुकाजीले छैन आज माया गरेको छ मि जय चटपटे ओभर हानेर जय चटपटे सानो अलि घाँस भएन नि छोराको जय चटपटे हेप्दैन म्याम चटपटेलाई औ 2टा खुर्सानी मलाई फेरि प्रजु नै मनपर्ने के अरे सावित्रीजीले थ्याङ्क यू ए हो र यो चाहिँ तपाईँको लागि रहेछ सर यो मिङमा अफिसियल एक बिटा ससेस सोरेर खाने कोही
त्यो दिन त पालै आएन नि मेरो पालै आएर सबजनाले खाइसकेको थियो अनि पालै आउँदैन पालो आउँदैन जे भेट्छ त्यही खाइदिन्छु एउटा चाहिँ सानोको लागि रहेछ फेरि सानो यो त सिजेल ब्लग पढिसक्यो त मेरो पढिसक्यो नि हजुरको हो यो अबुई राक्षस खुवाए भाइको मजा आयो किन राक्षस खुवाए के छ र मेरो होइन त्यो आमा मेरो अन्डा दुईवटै खाइदिएछ यार मिन कुमारी तामाङजीले तैँले भनेको थियो नि त दुईटा रानोवालै खाइदिएछ व्हाइट टी सर्टवाला र ब्ल्याक टी सर्टवालाले खतरा खायो अरू दुईजना चाहिँ हेरे भएछ अरे बेबी गङ्गाजीले के हुने गाइस गाह्रो छ अब के गर्नु पालै नआएपछि त लास्ट इयर हाँस्यौँ त अलि नाइस रे अब भिडियो ठिक छ अलि एडिटिङ पनि गर्नुपर्छ अझ फनी हुन्छ रे अब एडिटिङमै हामी फोकस गर्छौँ है सुदीप लिम्बुजी छ्या कस्तो घिनलाग्दो गरी खाएको रे त्यही भएर आज त्यो मान्छे नल्याएको जिस्काएको है मित्र अब यस्तो हुन्छ नि त गाइज गेमको बेला चाहिँ ल्याम हान्दिम हुन्छ नि त कति पछि पालो आउँछ अनि ग्लाम खाँदाखेरि त अलिकति मेसी देखिन्छ ओएमजी यो पनि तपाईँले रहेछ सर यो कमला बानियाजीले ब्ल्याक टी सर्ट लाउनेले के सारा हँसाएको हो रे हाँसेर सपोर्ट गर्नु अझै पनिर होइन यस अलि रमाइलो अलि इन्ट्रेस्टिङ कमेन्ट हान्नुपर्ने हुन्छ गाइज अब चाहिँ तपाईँहरूले है साह्रै राम्रो हामी हाँसेर मर्ने भयो अरे ब्ल्याक लगाउनेले चिटिङ गऱ्यो है चिटिङको त ड्याडी हो नेस्मा लिम्बुजीले यहाँ कमेन्ट गर्नुभएको रहेछ खतरा दामी रमाइलो फर्स्ट टाइम हेर्दैछु फ्रम झापा दमक सबैभन्दा धेरै व्हाइट र ब्राउन टी सर्टले लाउनेले खानुभयो है रे अब कसैले व्हाइट भन्छ कसैले ब्ल्याक भन्छ कसैले ब्राउन भन्छ सबैले उति नै खायो होला यो भिडियोमा त क्यान स्टप लफिङ रे हन्तकाली चाहिँ छोरालाई भनेको है ह्यासट्याग हन्तकाली यहाँ पनि लेख्नु होला ह्यासट्याग हन्तकाली कान्छा राम तामाङ भनेर यो रिडियो कति राम्रो हुँदैछ नयाँ सब्सक्राइबर यस्तो गुवा ए यता रहेछ सर तपाईँलाई पनि गुहायो किन थाहा हाल्नुपर्ने थाहा यो चप्पडी काटेर देखेर हाँस्ने जति यता हाजिर हुँ त थ्याङ्क यू फर सपोर्ट है यसरी सपोर्ट गर्नुपर्छ है यस टी सर्टको नाम पनि कति रमाइलो थ्याङ्क यू आई फाउन्ड यू रे ब्राउन गरेर लाउने दाइको हाँस कडा घटाट रे घटाटै छ हाँस चाहिँ गाइस चटपट दिनु न चटपट खाने तिमी बल्ल अलिकति पिरो कम भयो यहाँ फेरि एउटा चाहिँ अलिकति उयो आएको रहेछ सर यो कलर तपाईँलाई नि होला सर यो पनि यो पढ्नु त सर यो This black short guy is so irritating. He's putting food on the plates from his mouth and just not having any basic ability. I mean, it's just a game, but bro, why so serious? त्यस होइन अघि भने त गाइस अब धेरै पछि पाली आउँछ अनि एकचोटि ग्ल्याम हाल्नु जस्तो लाग्छ क्या ल्याममा हाल्नु जस्तो लाग्छ अनि पालै आउँदैन रिस उठ्छ ल्याम हान्छ हेर हुन्छ त्यही भएर हो गाइस त्यस्तो देखिएको मात्रै हो त्यस्तो देखेको हो त्यो हतारमा खाँदाखेरि अब मच लभ है त धेरै रमाइलो थियो भिडियो यसरी नै राम्रो कन्टेन्ट ल्याउँदै गर्नु होला अरे अविनाश भाइबाजीले ओके छ त अब हाम्रो यो पार्ट 1 को सक्यो अब पार्ट 2 को पढौँ है पार्ट 2 को त हेरेको छैन त हेरिसकेको थियो पार्ट 2 को चाहिँ रिप्लाई पनि दिन बाँकी छ है इन्ट्रेस्टिङ कमेन्ट चाहिँ झार्नु पनि हुन्छ मित्र के भयो छोरालाई के भयो सिंहान्तानी यत्रो बाक्लो आएको छ त पाएलो क्या पाएलो छ त बाक्लो क्या त्यो पाकेको सिँगान हुन्छ नि यहाँ सबिनाजीले कमेन्ट गर्नुभएको रहेछ आजको डे नै तपाईँहरूको भिडियो हेरेर बित्यो मेरो साह्रै रमाइलो लाग्छ रे थ्याङ्क यू सो मच सबिना तामाङजी सपोर्ट यसरी नै गर्दिन है यस कति रमाइलो लाग्छ हाँस्नै उठ्यो स्याड भए पनि अरे रा कति बाँकी यसरी हेर्दै गर्नुपर्ने हुन्छ है रिना राज भण्डारी आई एम सब्सक्राइबर लभ फ्रम नागाल्यान्ड लभ फ्रम नेपाल
हाम्रो साँच्ची इन्टरनेसनल भ्युअर्स पनि बढ्दै रहेछ है बढ्दै, सर। अँ, अस्ति फिलिपिन्सबाट नि, फिलिपिन्सबाट अँ, चाहिँ देख्दै थिएँ महल किता बेसी आउनु पर्ने चाहिँ बेसी भने कत्रो घाँस हाल्न सकेको नि लै रे एनिवे किप ग्रोइङ रे थ्याङ्क यू सो मच मियाना मगर्नी घाँस त नो कम्प्रोमाइज है किनेर खानु सबैजना एउटा हाहा रे आज त किनेको छ है आज त किनेको छ है लेट्स ग्रोथ टुगेदर झ्याली भयो जहिले व्हाइट टी सर्ट लाउनेलाई मात्र तानेको ताने चित्त दुःख एनिवे किप ग्रोइङ रे किन व्हाइट टी सर्टको चाहिँ साह्रो माया लाग्ने अजिताजीलाई किन हो सानो मैले मासु लगाएको हो र हजुरलाई भने अजिता राईले हजुरलाई मात्रै भनिसिन्छ कि है आइसकेर गाह्रो छ कस्तो है। खाना दिएको त रे माया लाग्छ अनुहार हेर्दाखेरि 7 दिन खानु 7 दिन खाना भयो 7 दिनपछि त्यो के अरे उयो टिकटकमा एउटा गीत छ नि यी जाडो महिनामा हुर्केको भोटे कुकुर भन्नेवाला त्यस्तै कति हँसाउने हो के भाइहरू अनि बाजेहरू र बाजे चाहिँ बाजे चाहिँ कान्छ हो बाजे म कान्छा बाजे हो बाजे चाहिँ कान्छ है तपाईँहरू दुईजना ए, देखेर भनेको हो त्यस्तो त ए कला भनेको भन्नुभयो अरे गाइस त्यही कमेन्ट गर्नुभयो नवीन कान्छोको परियार अब चाहिँ। 1 महिना पछाडि वृद्ध भन्दा वृद्ध भन्दा पाक्छ है बुझे ए, यो पनि सिजुका गेमिङ गरेको छ सर तपाईँले म फेरि आइसक्यो फेरि आइसक्यो व्हाइट सर्ट लाउने दाइले त एक घाँसमै सकुनुहुन्छ के गर्ने होइन सक्नुहुन्छ खाइ गर्नुहुन्छ त हौ रे हुन्छ त हौ रे। त्यो ममा कति धेरै कुराको मुखमा नहुने तर हँसाउनु भयो धन्यवाद रे धन्यवाद 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 गाइज यसरी नै सपोर्ट गरिराख्नु यसरी पनि हुन्छ support कमेन्ट गर्नु है। बर्साइराख्नु पनि हुन्छ है अर्को नि आएर चाहिँ सर तपाईँले अनिता तामाङको व्हाइट सर्ट लाउनेले त के साह्रो झेल्ली गरेको आदिसम्म गएको जस्तो गर्छ जान नि जाँदैन यस्तो त भएन नि हो झेल्ली भयो रे खाइदेला भनेर लगाइज यति नै थियो अब आजको रियाक्सन भिडियो ल अब यो सकाइदिउँ है म त अघिदेखि खाएकै छु के म पनि खाएको खाइछु है चटपटे चटपटे सकिएछ ल अब यो पानीपुरी सकाइदिउँ भने चाहिँ हस्तान्तरण गरिदिउँ सर है हुन्छ सर ल आजको चाहिँ अब त्यस्तो धेरै हेक्टिक च्यालेन्ज नगरौँ भनेर आज चाहिँ यसो चिल पारामा गफ हान्दै ह्यान त्यान गर्दै इन्ट्रोडक्सन गर्दै खाम भनेर पाराको अब इन्टरटेनमेन्ट त हाम्रो फेरि टुट्दैन है गाइस फेरि अब नेक्स्ट भिडियोबाट त फेरि ल एकचोटि चेयर खाना पनि सर तिनैजना सर है सर ल उठाइसक्यो त उसले ठुलो उठाइस न ठुलो छ यार यो बाख्राको जस्तो बाख्रा कि राँगाको राँगाको आँखा हुन्थ्यो नि दुई नाखा क्या राँगाको हजुरको नि आँखा त ठुलै छ आँखा ठुलै छ कहिले हेरिसिनु भएको हजुरले कहिले हेरिसिनु भएको आँखा चेयर्स खै छोरा यता आइस न झऱ्यो के तलबाट फुट्यो फेरि चेयर्स छोरो के भयो त्यस्तो कस्तो गेडा छिरेछ के तिमीलेको छोरा ल यो पुरी मात्र खान्छु ल नन पुऱ्याउँदा खान्छु म यो जसरी खाए पनि भयो यति चाहिँ कसले छिटो सकाउने यी उसलाई चाहिँ कतिवटा 6वटा देख्यो नि मेरो यता अनि हामीलाई चाहिँ 7वटा यस्तो कसरी भयो 7वटा छ हजुरको ऊ त्यो दुइटा एकजना लगेको थियो त 6-6वटा छ ए त्यहाँ पुरसैले पड्काइसक्यो म त हालिसकेको ल 7वटा ल 3 2 1 गो मैले त्यो पनि खाइरहेको रहेछ
बटर पेपर पनि सरी म त पुगेछ र चेयर्स लास्ट ए चाहिँ भरेर खाम न त ल नै एउटा एउटा लास्ट भरेर खाम न त्यो चाहिँ न लास्ट चेयर्स हान्ने गफ है ल डुबाइछ फुर्वा चाहिँ डुबाउनु त आलुको पनि टहर है चेयर्स हाल्नु लो टोरेडो पिस है यो चाहिँ पुरै आलु है लगाइज अन्तिममा अब यही हो हाम्रो ल छोरो ल डुबाइसेस छोरो ल छिटो तलबाट निस्किन्छ कि म फेरि गेडागुडी त परेको छैन नि के हो धुलै राम्रो गरेन के हो म भयो के पक्लो क्या यहाँ ल cheers. Cheers. सक्यो Guys, thank you so much for watching सबजनालाई यसरी घरमै पनि आउनु त पिसे घरमै पनि पछाडि आउनु त यसरी सपोर्ट गरिदिनु होला कमेन्ट दामी हान्नु पर्यो है तल है आज घले भाइ चाहिँ किन नखेलेको हो आज घले भाइ चाहिँ किन नखेल्यो पासिन्छ कि बिहान यत्र बासी भात जुडाएको चाहिँ ल गाइस थ्याङ्क यू सो मच फर वाचिङ सबजनालाई धेरै माया र यसरी नै साथ सपोर्ट दिइराख्नु होला मित्रहरू हाम्रो भिडियो चाहिँ ब्याक टु ब्याक आउँछ है गाइज होइन कान्छाराम तामा अनि के हो घले भाइ अब चाहिँ नि सजेस्ट पनि गर्नु पर्यो क्या मित्र कस्तो गेम खेलौँ कस्तो फुड खाम होइन हाम्रो चाहिँ सधैँ अब करेन्ट मोमो हो रेगुलर करेन्ट मोमो चाहिँ चाहिन्छ है त्यो चाहिँ छुटाउनु भएन त्यसमा अर्को एडिसनल के गर्नु सकिन्छ प्लिज कमेन्ट डाउन बिलो र यति भन्दै अब चाहिँ हामी बिदा माग्नु पनि हुन्छ गाइज हस् त बाई